नमः दर्शकवृन्द, म ज्योतिष केशव प्रसाद गौतम हो र ज्योतिष च्यानलमा हजुरहरू सबैलाई फेरि एकचोटि स्वागत गर्दछु। यस च्यानलबाट हजुरहरूले ज्योतिष विद्या र वास्तुशास्त्रसँग सम्बन्धित धेरै कुराहरू सिक्न सक्नुहुनेछ। आजको यस भिडियोमा हजुरहरूको कमेन्टमा रहेको जिज्ञासा अनुरूप सपनाको फल लिएर आएको छु। प्रकृतिले हरेक मान्छेहरूलाई जीवन जिउने संकेत रूपी उपहार दिएको छ, त्यो हो सपना। सपना दुई प्रकारको हुन्छ, जाग्रत अवस्थामा देखिने सपना र निदाएको अवस्थामा देखिने सपना। प्राचीन ज्योतिष शास्त्रले निदाएको अवस्थामा देखिएको सपनाको फलादेश गरेको छ। सपनालाई बितेको घटना र आगामी समयमा हुने कार्यको सूचकको रूपमा हेरिन्छ। तर सपनाको फल मिल्नुमा भने सपना देखेको समयमा भर पर्ने गर्दछ। मध्यरात्रि अर्थात् रातिको 12 बजे भन्दा पहिला देखेका सपनाको फल नमिल्ने कुरा शास्त्रले बताएको छ। 12 बजेपछि नबिउजिदासम्मको सपनाको फल पुग्दछ। त्यसमा पनि बिहान पख देखेको सपनाको फल 1 हप्ताभित्र लाग्न सक्ने कुरा ज्योतिष शास्त्रमा छ। आजको यस भिडियोमा सपनामा चन्द्रमा देखेमा के हुँदछ, यसले कस्तो संकेत गर्दछ भन्ने कुरा बताउने छु। सपनामा चन्द्रमा देख्नु शुभ संकेत हो, यसलाई शुभ सपना भनिन्छ। यदि सपनामा चन्द्रमा देखेमा प्रतिष्ठा या पदोन्नति हुने र इज्जत बढ्ने संकेत गर्दछ। यदि ग्रहण देखिएमा भने छिट्टै आपद विपदमा पर्ने संकेत गर्दछ। पक्कै पनि हजुरहरूलाई यो भिडियो उपयोगी लाग्यो होला। यस्तै अरू पनि उपयोगी भिडियोहरू जान्नको लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथसाथै लाइक, सेयर र कमेन्ट पनि गर्दै गर्नुहोला। आजको लागि बिदा चाहन्छु। हस्त, धन्यवाद।